पहिले चाहिँ जमरा सरको श्रमदानको लागि गइहाल्नु जस्तो लागिरहेको थियो आउने बित्तिकै थाहा पाएर आइयो पहिला खुसी लाग्यो खुसी लाग्यो विदेशदेखि आउने बित्तिकै पहिला हो भने चाहिँ मान्छेहरू घुम्नु जान्थे नि त मलाई नेपालको छैन मलाई तपाईँलाई चाहिँ कहिले अहिले चाहिँ अब विदेशदेखि आउने बित्तिकै घुम्ने नै श्रमदानमा होइन हजुर यस्तो हुनुपर्छ युवाहरू भनेको यहीँ हो ल युवाहरू भनेको यस्तो जोस जागर रमाइलो गर्ने विभिन्न ठाउँतिर हिँड्नु जान्थ्यो अब अहिले भनेको चाहिँ धरानमा चाहिँ विदेशदेखि आउने बित्तिकै कहिले गएर श्रमदानमा चाहिँ सहभागी हौँ भन्ने हुन्छ होइन हजुर धेरै खुसी लागेको छ खुसी लाग्यो अनि कस्तो अनुभव भइरहेछ अनुभव एकदम राम्रो हो गाह्रो होला नि यस्तो भिडमा होइन त भइहाल्छ नि अब होइन सबैले गरेको काम हो होइन हजुर आफूले पनि गर्नै गर्नुपर्छ मिहिनेत नगरे मिहिनेतको फल मिल्दैन होइन हजुर धेरै खुसी लागेको छ र के भन्न चाहनुहुन्छ मेयर साहबको यो काम अब यहाँमा के तपाईँको के छ भनाइ भनाइ अब एकदम राम्रो छ राम्रो छ सबैले साफ सफाइ गरिदिनु होला पाइप नकाटिदिनु होला नकाटिदिनु होला दुःख गरेर यसरी दुःख गरेर ल्याएको पानी होइन हजुर सबैले हेल्प गरिदिनु होला मान्छेहरूले चाहिँ अब यस्तो दुःख गरेको चाहिँ काट्न सजिलो हुन्छ अनि काट्नु पो सजिलो हुन्छ मान्छेले यस्तो दुःख गरेर ल्याएको पानी यस्तो भिरदेखि ल्याउनुपर्छ बोका हाम्रो भागवन यहीँ छ यहाँ हाम्रो बोकाको विदेशमा भने युवाहरूलाई तपाईँले के भन्नुहुन्छ म साथीहरूले भनिरहेको छु छिटो आऊ हिजो नै भनिरहेको म त जाँदैछु साथी हो छिटो छिटो आऊ तिमीहरू पनि सँगै श्रमदान गरेर जानुपर्छ आहा यस्तो हो नि त ल